राष्ट्रिय भवन देखिए संस्थान गरेर आउनु भएको तत्काल जिल्ला र स्टाफको लगातार सबै लगातार सुन्दर सलामी यस बेथानको का कार्यशील अवश्य भगवान अधिकारी मंच विराजमान भागवत प्रवक्ता जगन्नाथ देव नेपाल हाम्रो नेपाल अधिराज्यभरि में वैदिक सनातन धर्ममा श्रद्धा निष्ठा र संस्कृति र संस्कारका प्रति अभियान उठाएर जनजनमा धर्मको लागि प्रचार प्रसारमा टर्किने हाम्रा नायक बडा बोलियो डाक्टर माधव प्रसाद भट्टराज्यज्यू अनि हाम्रो विद्यार्थीका ध्यानमा प्रतिष्ठानबाट पाल्ने प्रसाद मिश्रा राजू प्रसाद मिश्रा र महर्षि गुरुकुलम शान्तिमणि गुरुकुलम का आचार्य विक्रम गौतम गौरव अनि यहाँ सम्पूर्ण उपस्थित महानुभावहरू अतिमति आभार सल्लाह गर्छु यहाँ सबैलाई ओमकार यो कुरा ध्यान राख्नु मैले खाली बनाउन दिए खाली नेपाललाई बजाउने हामीले आगे खानामा ओमकार बजाउने ओमकार चित्त बजाउने ओमकार यो भन्नुहुन्छ लाइफबाट ओमकार बजाउँछ नाम बिग्रेछ सक्छ के पर्छ मलाई बोल्ने छ भने नै देखिरहेको जीवनको सबैभन्दा पहिला आदरानी मसिना सबैका हुन्छ तर एउटा कुरा त्यहाँ हुँदैन के हुँदैन भन्दा अन्तर्करण खोज्नु भने त्यो चाहियो सबैमा त्यो समाज भगवान श्रीकृष्ण भन्ने अन्तर्करण खोज्नुको लागि यस्तो युक्ति दिनुभएको छ हामीले कर्म गर्छौँ एक कर्म शुद्धि हुन्छ एकद्वारा कर्म शुद्धि र शरीर शुद्धि र कर्म शुद्धि एकैबाट हुन्छ पहिला शरीर शुद्धि भएर भने कर्म शुद्धि हुँदैन यदि कर्म शुद्धि भएर भने विचार शुद्धि हुँदैन विचार शुद्धि भएर भने अनि हामीले जुन विचारहरू हाम्रो मनमा आउँछ त्यो सही निर्देश र सही दिशा त्यसले फरक गर्छ त्यसको कारणले एक दान कर्म आउलाने भनेको पवित्रता दिने अब सबैभन्दा पहिला दानको बारेमा दान भनेको दिए दानले धन देखाउँछ यदि धन वर्धित गर्नु छ भने दान दिनुपर्छ त्यो धन वर्धित हुन्छ अनि हाम्रो के हो भन्दा हम यही हो केवल तपाईहरुले पैसा दान दिन्छ त्यो धन वर्धित हो भनेको अन्तर्करण को जो बुद्धिद्वारा प्रस्तुत गरेको विचार पूर्वक विचार चाहिँ प्रदान गर्छ
त्यो प्रदान गर्ने विचार यदि पवित्र भएर कुनै सुरक्षित मुक्ति मिलेको छ भने त्यसले के दिन सक्छ? स्रोत पवित्र हुनुपर्छ। त्यो स्रोत पवित्र भनेको अन्तःकरण हो, मन, बुद्धि, चित्त, अहंकार। अन्तःकरण चारवटा आइटम छ, चारवटा आइटम पवित्र हुनु जरुरी छ। त्यसको लागि के हो? एक दुई प्रकारका छन्। एउटा ब्रह्मज्ञ हो, एउटा धनज्ञ हो। अहिले हामीले यो धनज्ञ हो, यज्ञ मण्डप बनायौँ, ब्राह्मण बनायौँ, गुरुहरू बनायौँ, सम्पूर्ण भक्तजनहरू बनायौँ, अनि यो यज्ञमा सागले आदि सारा सामान जुटायौँ। जुटाइसकेपछि त्यो यज्ञद्वारा हवन गरियो। भगवानले भगवानका आहार जसले हवन स्वाहा गरिन्छ नि, हप्पेमान भनेको हामीले गरेको हवन गरेको त्यो हवन गर्दाखेरि त्यो आहार भगवान अग्निको माध्यमद्वारा दिएको आहुति देवतासँग पुग्छ। त्यसो गर्नाले जसले सागले तयार गर्छ, सागले तयार गर्ने जल लिएर आउनुहुन्छ, धोएर सफा गरेर पवित्र गरेर नुहाई धुवाई गरेर अनि निष्ठाका साथ त्यो तयार गर्नुपर्छ भन्नु। सिधै डाइरेक्ट भगवानले पाउनुहुन्न। त्यो अग्निमा दिइसकेपछि, अग्निले पवित्र गरिसकेपछि अग्निलाई वाहन बनाएर दिएको आहुति तत्त देवता कहाँ पुग्ने हो। त्यसो भएर ती देवता कहाँ पुग्ने चिज पवित्र हुनुपर्छ। निर्माण गर्ने व्यक्ति पनि पवित्र हुनुपर्छ। यो विमानका गुरु भन्नुहुन्छ, उहाँले यी कुराहरू विशेष व्याख्या गर्नुहुन्छ। यसो भएर उहाँले हव्य वाहन अग्नि यो आहुति दिएको बाहिरको जुन यज्ञ हो यो द्रव्य यज्ञ। द्रव्यबाट बाहिरका वस्तुहरू सङ्कलन गरेर त्यसमा देवता ब्रह्माको स्थापना गरेर सम्पूर्ण देवतालाई आह्वान गरिसकेपछि सबैलाई प्रसन्नताको लागि पूजा पाठ जप अनुष्ठान आदि सबै गर्नुपर्छ। यसमा अलिकति त्रुटि रह्यो भने त्यो त्रुटिको क्षमा गर्नुपर्छ। यो पद्धति यो धनज्ञ हो। अब यज्ञ गर्नुभन्दा पहिला यज्ञ किन गर्ने भन्दा यज्ञ गर्नुभन्दा पहिला हवन गरिन्छ। यो हवनको आफ्नो ठुलो महत्त्व छ। हवन देवताको मुखमा जाने आहार हो। अरू पूजा गर्दाखेरि त्यसको चाहिँ सामान्यतया यता उता गरेर त्यसको पूजा गर्न धेरै काममा त्यसको फल प्राप्त हुन्छ भने यो हवन लक्ष्य हवन के हो? शिव भगवान शङ्करजीको नाममा लक्ष्य हवन गर्नुभएको छ। यो प्रत्यक्ष देवता हो। अब हवन गर्नुभन्दा पहिला सबैभन्दा अग्निको सान्निध्य बसेपछि अनि उहाँको कृपा शरीरमा ताप आउँछ। त्यो तापबाट पुरा शरीरको चाहिँ शरीर शुद्धि हुन्छ। शरीर शुद्धि भएपछि विचार शुद्धि भयो। विचार शुद्धि भएपछि कर्म शुद्धि भयो। कर्म शुद्धि भइसकेपछि अनि भगवान प्रसन्न हुन्छ। अग्निमा बस्ने मान्छेमा त्यहाँ नियम बनाएको छ। अनि उसले प्रार्थना ब्रह्ममुहूर्तमा उठायो, सन्ध्या वन्दन गर्यो, गायत्री गर्यो, जप तप गरिसकेपछि देवताबाट नमस्कार गरिसकेपछि त्यसपछि हामी हवन कुण्डमा बस्छ। बसिसकेपछि हवनका अङ्गहरू छन्, 8 अङ्गहरू छन्। त्यो अङ्गहरूलाई आत्मसात गरिसकेपछि उसले हवन गरेको थियो सागरले अग्निदेवको मार्फत देवताहरू पाउने हो। त्यसो गर्नाले कर्मनिष्ठ, मर्मनिष्ठ अनि अध्यात्म प्रेमी व्यक्तिले त्यो हवनको अधिकारी हुन्छ। त्यसो गर्नाले यो यहाँको लक्ष्य हवन तपाईँले आरम्भ गर्नुपर्छ। यो सबैको लागि प्रेरणादायक छ। योभन्दा पहिला म अहिले यो क्षेत्रमा आएँ। योभन्दा पहिला म 2-3 पल्ट यही भवनमा आइसकेको छु। यहाँ आइसकेपछि त्यतिखेर भ्रमण प्रोग्राम थियो। अहिले यो विनाशकारी बाढले गर्दा यहाँकाले झन्झन धेरै क्षति भयो। सम्पूर्ण गैर आत्माहरूको कल्याणको लागि, उहाँको आत्मकल्याणको लागि, दैवले फल प्राप्तिको लागि
भगवानसँग भागवत गर्न प्रार्थना गर्छु। यसको दुःखद घडीमा पनि तपाईँ हामीलाई चाहिँ धेरै राहत गर्न सक्ने भगवानले दिनुभएको छ। यस्तै यो संसार हो। संसारमा सम्यक संसदीय संसार हो। जो गति चलेको छ त्यसलाई देख्न नमिल्ने संसार हो। त्यसो भएको हुनाले यहाँको सबैलाई भगवानको आशीर्वाद प्राप्त होस्। अन्तमा म एक कुरा भनेर सुनिएँ, एकम सत् विप्राः बहुधा वदन्ति। वेदान्तमा भनिएको छ एकम सत्, यो सत्य एउटै। विप्राः भनेको पढे लेखेका विद्वान गुरुहरूले बहुधा वदन्ति, अलग अलग बाटो बताउँछ। यो सत्य के हो भन्दा यो सत्य आफू अर्थात् आफू हो। एकम सत्य के त भन्दा जस्तै हामी पावर हाउसमा बिजुलीको पावर हाउसमा करेन्ट जम्मा त्यो करेन्ट त देखिँदैन नि, देखिँदैन। जम्मा धेरै करेन्ट छ तर त्यो देखिँदैन। त्यसलाई जान्नको लागि के हो भने ज्ञान द्वारा परिवर्तन हुन सक्छ। त्यो पावर हाउसमा भएको करेन्टलाई तारद्वारा ल्याएर अनेक उपकरणमा जोडिन्छ। जस्तै यो माइकमा जोडेपछि ध्वनि दियो, फ्रिजमा जोडेपछि चिसो दियो, त्यसपछि पंखामा जोडेपछि हावा दियो, बत्तीमा जोडेपछि बिजुली दियो। यस्तै अनेक यन्त्रहरूमा जोड्दा जुन जुन यन्त्र छ यन्त्रका अनुरूप करेन्टले काम गर्छ। ठिक यस्तै प्रकारले हाम्रो करेन्ट भनेको आत्मा हो। यो आत्मा करेन्ट हो। यो आत्माबाट जसरी कि करेन्टको पावर आत्मा छ त्यसरी यो चाहिँ हृदय रूपी कुण्डलीका आकाशमा चाहिँ करेन्ट छ। यो कानको माध्यमबाट आयो भने शब्द सुन्छ, नाकको माध्यमबाट आयो भने गन्धकरण गर्छ, जिब्राको माध्यमबाट आयो भने चाख्छ, आँखाको माध्यमबाट आयो भने रूप देख्छ, छालाको माध्यमबाट स्पर्शको अनुभूति गर्छ। यस्तो अमूल्य विषयसम्पत्ति तपाईँ हामीसँग छ। गाईको शरीरमा दुध ज्यादा छ तर दुध आउँछ दुधबाट। यदि सुन्नुवासीको दुध निकाल्न खोजियो भने रगत आउँछ, आउँदैन अरू दुध आउँदैन। त्यसैले शरीरभरिमा व्याप्त पदार्थ यसको प्रकट गर्ने स्थान एउटै हो, त्यो हो हृदय। भगवानलाई प्रकट गर्ने स्थान हो हृदय। गाईको शरीरबाट दुध जसरी निकाल्दा सुनबाट प्रकट हुन्छ दुध भने निकाल्न सकिन्छ भने ठिक त्यस्तै प्रकारले शरीरभरि व्याप्त परमात्मालाई प्रकट गर्ने स्थान हो हृदय। हृदय स्थानबाट भगवानलाई प्रकट गर्ने भगवानले यो हृदय स्थान मतलब भगवानको नाभि स्थान। यो नाभि स्थान स्वयं आदिमय हो, यो एकमय हो। यो अनादि कालदेखि चलिआएको परब्रह्म परमात्मा हो, योग्यमय हो। त्यही यज्ञ यहाँ दक्ष हो, यहाँ गर्नुभएको छ। यो दक्ष हो, दक्ष यो होमलाई समापन दिन चलाउँदैछ। यहाँ सबैलाई भगवान श्री आशुतोष एकमय भगवानले आशीर्वाद प्रदान गर्नु। अनादिकालदेखि हामी तर्केका छौँ, आफैमा भएको आत्माको अनुभूति गर्नको लागि हामी यसलाई खोज्ने जान्छ तर सधैँ धेरै भएको सधैँ हामीसँग गइरहेको ज्ञानको सागर, त्यो ज्ञानको पुञ्ज जो असल यज्ञ हो हाम्रो भित्रै छ। त्यसलाई भित्रबाट यज्ञलाई जान्नको लागि बाहिर यज्ञलाई भन्दैन। पहिले भागवत अनि भाषा देवता पूजा अरू के होमन आदि सबै गरेपछि आफूमा भएको यसको पहिला गर्न सकिन्छ। यस मानेमा आएर यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। फेरि अर्को कुरा यहाँहरूलाई म थोरै अनुरोध
जस्तो एकै अनुष्ठान हालिसकेमा उनीहरूलाई यस्ता फसल गुरुहरूको आश्रममा रहेर सञ्चालन गर्ने भन्ने सङ्कल्प बोकेका छन्। एउटा बालुवा दुईवटा पोखरा तिनवटा एउटा कैला चार एक गरेर 5 फाइल बनाउनु छ। प्रत्येक आश्रममा गुरु चलाउँछ। त्यसो भएर यहाँ भोलेबाबा आश्रममा अहिले हाम्रो चाहिँ विद्यावासी अध्यात्म प्रतिष्ठान गुरुको नाम हो महर्षि बुद्ध शान्तिवली गुरुकुलम। यो शान्तिवली गुरुकुलममा तपाईँले दरबारमा पोको छ ब्राह्मण बालकहरू तपाईँहरू पढाउनु सक्नुहुन्छ। इङ्ग्लिस मिडियमबाट र संस्कृत र इङ्ग्लिस दुईटा भाषा बोल्नका निम्ति ल्याएका छन्। तपाईँका सन्ततिहरू 10 वर्षदेखि लिएर 13 वर्षसम्मका बालहरूलाई पढाउनका लागि तपाईँ ल्याउनु। तर यो के हुनु पर्यो? असल हुनु पर्यो। खालि ल्याएर पालेर आफ्नो पनि होइन, सङ्कल्प गरेर असल बनाएर हामी तपाईँलाई बुझाउने हो। केही यहाँ राख्छौँ, केही पोखरा राख्छौँ, केही कैला राख्छौँ, केही बालुवा राख्छौँ। अब त्योभन्दा पनि हाम्रो धेरै आश्रम छ। तपाईँहरूले आत्तिनु पर्दैन। अहिले बुढी पढाउने जरुरत छैन। बुढी पढाएर के हाल्नु? छोराको हाली बोकेर किताबहरू बोक्दै गए, स्कुलमा पुगे, पुगिसकेपछि किताबहरू पाउँदैन। आमालाई जान्दैन, बाबालाई जान्दैन, संस्कृति जान्दैन, संस्कार जान्दैन, खाने तरिका के हो, बोल्ने तरिका के हो, अनि माता पिताका प्रति श्रद्धा कस्तो हुनुपर्छ, अभिभावकका प्रति कस्तो मर्यादा हुनुपर्छ, शास्त्र भनेको के हो, केही पनि थाहा छैन। पढाएर जाने त्यो अब पढाउनु तपाईँलाई कमसेकम अहिले हामीसँग हाम्रो गुरुकुलमा पढेका विद्यार्थीहरू बाहिर महिनाको 1.5 लाख रुपियाँ कमाउँछ। कर्मकाण्ड गरेर पूजापाठ गरेर जप तप गर्न लागेर महिनाको 1.5 लाख रुपियाँ कमाउँछ। भनेपछि अब हाम्रो विद्यार्थीलाई लिएर त्यो इस्युको कुल स्कुल हो नि, त्यो इस्युको कुल हो। इस्युको कुलमा लिएर राखेको छैन, अब गुरुकुलमा लिएर राखेको। त्यसो भएर तपाईँहरूका बालहरूलाई तुरुन्तै तपाईँका नाम ल्याउनु होला। म 2-4 दिन 3-4 गतेसम्म बस्छु होला म यहाँ मरुमा। त्यो आश्रममा तपाईँहरूले जसजसका बालकहरू पढ्न सक्ने योग्य असल छन् तर तिनीहरू पढ्न आएका छैनन् भने तिनीहरूलाई के पनि गर्नु पर्दैन। खाना पिना बस्न उठ्न कापी कलम सबै व्यवस्था सरकारले गर्ने हो। तपाईँहरूले त्यो आफ्नो बालकहरू छन् भने आजभोलि यो महिनाभरि दर्ता गरौँला, जहाँ राख्नुपर्ने नदी असल सन्तान बनाएर तपाईँलाई वैदिक सनातन धर्मको लागि धर्म रक्षाको लागि देशदेखि मागेका छौँ। धर्म प्रचारक आमा बाबुलाई मेरो सन्तति हो भनेर गौरवको विषय बनाएर तपाईँले घर पठाइदिनुहुन्छ। सरकार हो मैले सम्झाउनु पर्छ, फेरि सरकार त्यसो भएर अब तपाईँको सन्ततिलाई जति बालकहरू छन् यहाँबाट 3-4 जना पनि छ विद्यावासी अध्यात्म प्रतिष्ठानमा महर्षि बुद्ध आश्रममा 3-4 जना बालकहरू छन्। राम्रो अब संस्कृतबाट त्यो रुकुम मण्डलमा संस्कृतबाट स्थिति दिएको थियो, एउटा अङ्ग्रेजीबाट दिएको। कमसेकम 50 जना वैज्ञानिकहरू थिए। 50 वैज्ञानिकहरूलाई अङ्ग्रेजीबाट रुकुम मण्डलबाट चाहिँ अङ्ग्रेजीबाट वैज्ञानिकहरूको चाहिँ स्वागत गरेका थिए। एउटा 92वटा गुरुकुलका विद्यार्थीहरूले त्यहाँ गएर महर्षि फाउन्डेसनबाट वैदिक फाउन्डेसन कार्यक्रममा संस्कृतबाट 92वटा गुरुकुलका गुरुहरू हुनुहुन्थ्यो। उनीहरूलाई संस्कृतको महत्त्व बताएको। अब हामीले चाहिँ हाम्रो कारण हाम्रो यही हो, एउटा सङ्कल्प गरेर अङ्ग्रेजीबाट हाम्रो पूर्वीय बालकका कुराहरूलाई उनीहरूलाई नभनिदिए बुझ्दैन। अमेरिकामा गएर नेपाली भनेको बुझ्दैन। तिनीहरूलाई केही भाषा बोल्नुपर्छ। अब यहाँ बोल्नुभएको छ, अनि मन्त्र बोल्दाखेरि संस्कृत बोल्नु पर्यो। देउताको भाषा संस्कृत बुझ्छ, त्यो देउताको भाषा। नेपाली भन्दा त्यो संस्कृत बोल्नु हुनाले संस्कृतबाट यहाँ हामीले
अहिलेदेखि सङ्कल्प ओमकार अब अर्को कुरा कतै म भन्दिनँ। अब हामीले चाहिँ यो ठाउँमा आएपछि यो ठाउँमै हामीले गुरुकुल चलाउने, गुरुकुलको समावेशी चलाउने, ब्राह्मणको समावेशी गुरुकुल चलाउने, जो सम्पूर्ण जात वर्गका सबैको लागि बस्ने गरेर संस्कृति सभ्यता र हाम्रो वैदिक सनातन धर्मको लागि त्यसको लागि समावेशी गुरुकुल समावेशी गुरुकुलमा कुनै जात हुँदैन, सबको लागि हाम्रो वैदिक सनातन धर्मका प्रति उनीहरू उहाँहरूलाई पवित्र गर्नका लागि समावेशी गुरुकुल हुने अनि दृढ संकल्प अब ओमकार यसमा यहाँ सबैलाई आफ्नो बालबालिकाहरूलाई कुनै पनि जातीय चाहिँदैन, केवल सिर्फ हाम्रो वैदिक सनातन धर्मको लागि उनीहरूको लागि अध्ययन गराउने र त्यसका प्रतिमा राम्रो किसिमले उनीहरूका प्रति सनातन धर्मको प्रति त्यसका धर्मका प्रतिमा उनीलाई त्यसमा अभिव्यक्ति गराउने लक्ष्य राखेका छौँ। यहाँ सबैलाई भगवानको आशीर्वाद प्राप्त निकट भविष्यमा मकरलाई भन्छु सबैलाई भन्छु के भयो मेरो जस्तो त मेरै हो नि बालिका मेरो नि उहाँ अनि अब मैले के भन्नु खोजेको भने अब निकट आउँदो यो 17 गतेदेखि 24 गतेसम्म यो हाम्रो विद्यावासिनी अध्ययन प्रतिष्ठानमा देवी भागवत नवायज्ञ भयो। त्यहाँ आउनु चाहिँ आउनु छैन अब त्यसो भएपछि म अन्तिममा भगवान जीवसँग गुरुबाट मैले इच्छा लाग्दै दक्षिणा दिन आएको, दक्षिणा दिदी होइन दिदी होइन दक्षिणा दिनु मलाई दक्षिणा दिनु जति यहाँ दक्षिणा दिनु जति ल हाम्रो विचार अनुसार यहाँ कमाएको पुण्य अनुसार अनि त्यो पुण्यको प्रभावले यदि प्रफुल्लित भयो भने विद्यावासिनी अध्ययन प्रतिष्ठानमा सके 70 हजार मानिसहरूले सके 9 दिन सक्दैन भने 8 दिन सक्दैन भने 4 दिन गरेर 1 दिन अवकाश हुन्छ हैन।